नमस्कार, कचहरी पडकास्टको आजको श्रृङ्खलामा स्वागत छ। उपस्थित छु म अम्बिका। साथीहरू, के तपाईहरूको घरको परिवारका सबै सदस्यहरू नेपालमै हुनुहुन्छ? अध्ययन वा रोजगारीका सिलसिलामा भारत वा तेस्रो मुलुक जानु भएको छ? यदि जानु भएको छ भने कहिले तपाईले उहाँहरूलाई तपाईँ किन विदेश जानु भएको हो भनेर सोध्नु भएको छ? यदि सोध्नु भएको छैन भने एकपटक सोध्नु होला है, उहाँहरूले यो विषयमा के भन्नुहुन्छ? साथी, पछिल्लो 6 महिनामा झन्डै 6 लाख नेपाली कामको खोजीमा विदेशिएका छन्। मुलुकमा आम निर्वाचन घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशी क्रम भने बढिरहेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 2082-83 को साउनदेखि पुस मसान्तसम्ममा 5,90,718 जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन्। यसरी नेपालमा केही छैन, काम गर्ने र बस्ने वातावरण छैन भन्नेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ। नेपाल बस्ने मन छैन भन्नेहरूमा किशोर किशोरी तथा युवाहरूको जमात नै बढी छ। त्यति मात्रै होइन, +2 पछि विदेश जाने हो, नेपाल बस्दैनौ भन्ने विद्यार्थीहरूको विचार कचहरी पडकास्टको 7औं अङ्कमा प्रसारण भइसकेको छ। +2 पछि चाहिँ मेरो आइएलटिएस गरेर बाहिर जाने योजना छ। मेरो चाहिँ +2 क्लियर गरेपछि चाहिँ 3 इयर्सको ब्याचलर्स कोर्स गर्नु मन छ, अनि त्यो कोर्स कम्प्लिट गरेपछि अब फर्दर स्टडिजको लागि मलाई अब्रोड जानु मन छ। मेरो चाहिँ अब बाहिर जाने प्लान छ। आइएलटिएस गरेर टी गरेर बाहिर जाने। नेपालमै केही गर्छु भन्ने हुटुटी भएका युवाहरू आफ्नो र परिवारको जिम्मेवारीका कारण दैनिक रोजीरोटीका लागि विदेशिनुको पीडा उस्तै छ। पछि फेरि नेपाल फर्किएर काम सुरु गरेका कैयौं उदाहरणहरू पनि छन्। तर उक्त कामबाट मनको सन्तुष्टि प्राप्त भए पनि आर्थिक लाभ भने लिन नसकेको गुनासो प्रशस्त सुनिन्छ। यस्तै अनुभव पर्वतका पत्रकार सुमनजङ थापाले बहस पडकास्टको 8औं अङ्कमा सेयर गर्नु भएको छ। अब म पनि पत्रकारिता सुरु गरेर रेडियो पत्रिकामा काम गर्दै 5-6 वर्ष काम गरेपछि म चाहिँ केही आर्थिक रूपमा पनि जो गर्न पर्छ, पारिवारिक जिम्मेवारीलाई पनि पूरा गर्न पर्छ भनेर गर्दै आएको पत्रकारिता क्षेत्रलाई केही विश्राम दिएर र फेरि म फर्केर आएर पत्रकारितालाई निरन्तरता दिन्छु भन्ने सोचेर म विदेश लागे अध्ययनका लागि। जुन अध्ययन भने पनि त्यसको अन्तिम भनेको कमाउनु नै थियो हैन। लक्ष्य बोकेर म जापान प्रस्थान गरेँ। 5-6 वर्ष जापान बसेँ र चाहिँ मेरो पत्रकारिता विदेश गएपछि रोकियो, अनि त्यसपछि फर्केर आएँ। यस्तो यो पहिला पनि पैसा कमाउन बाहिर गइयो हैन, मिडिया क्षेत्रमा पैसा भएन भनेर एक किसिमको सन्तुष्टि त हुन्छ है फेरि मिडियामा। अहिले पनि म सन्तुष्ट छु, पैसा मात्र नकमाएको हैन। लौ त साथीहरू, आजको कचहरी बहसको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो? तपाईले यो पडकास्ट जुन प्लेटफर्मबाट सुनिरहनु भएको छ त्यही प्लेटफर्मको कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। फेरि अर्को श्रृङ्खलामा नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछु। त्यतिन्जेलसम्मका लागि म अम्बिका बिदा हुन्छु। नमस्ते।